एउटा थाहा छ नि रक्सी बिना बिना पानी हालेर रक्सी खाइन्छ त्यसले जस्तो रक्सी भन्ने मैले टर्च काम हेरेर मजा आइन्छ यारे मैले राड भन्ने बिना पानी हालेर रक्सी खाएको पुरा कस्तो यो चाहिँ मेरो साथी धावा डन है चुप्पी डन पनि भन्छ होइन रक्सी किङ है यो चाहिँ कस्तो रक्सी खान्छ हेर्नु यसलाई अब एक गिलास मगाइदिएको है आधी मुखमा आधी भुइँमा हालेछ त्यही पनि रक्सीको खाएपछि चाहिँ मान्छेको रियाक्सनै छुट्टै हुँदै जायो पुरा बाबा मुख जस्तो गाली गर्छ आफ्नोबाट थारा भाषामा थारू भाषामा मैला के भन्छ क्या खतरा भएर राखेको कुरा जिन्दगी बुढीहरूको छ नि आइफोन किन छ कोही मान्छे भन त आइफोन यो 7 प्लस सस्तो मस्तो भएर आउनु छ 5000 10,000 चाम 128 GB ऱ्याम भएको जिबी भएको भने ट्याक्क ब्याट्री कति 89 छ 89% ब्याट्री सबैले भनिहाल्ला त्यहाँ पनि मैले भक्कै मगाइदिन्छु मैले उयो गरेर मेरो छोराको भयो आइफोन र कहाँ फालम भन्ने भएर ढाल्नु हुँदैन घपेटी मुटा जाऊ क्या पारिबाट हेरेर फर्क्यौ क्या अनि देखिन्छौ राम्रोसँग देखिनु अनि के राम्रो तिमीले गर्दा युट्युब च्यानल चल्ला जस्तो छ यो ह्यान्सी छौ कि तिमी त्यही भएर कसो रे झन् त्यस्तै हुन्छ क्या राम्रो हुन्छ क्या त्यस्तै हानबट्टी गरे क्या फाइनली चिङ्की हुन भन्थे कच्चो हाँसो यिनी त फोन गरिन्थे क्या गर्लफ्रेन्डलाई त्यो एउटा फेरि ताटम लग्ने हो तलको टी बनाएको केटाले कहाँ प्याकरु ढारा छन्
त्यस्तो हो ए ए ए ए म गर्छु भन्दै अहिले तिमी मुजीहरूले देखाउनु र झी देखाउनु ठिक माने मैले बोल्दैन गप्पाहरू यो पेन्टमा आफै आफै गर्दामै गाइजहरू यार के मुज पेन्ट गर्दा मन लाग्यो फेसबुक नै राख्ने होइन क्या दिदा हामीले हेरेपछि मैले नि हेर्छु भुवन झन् थाहै भएको छैन होला घरबेटी नानी गई मामा दिदा मामा त दाइ पनि खेल्ने हामी के हो जवान मारेर सोल्टा भन्ने पनि ग्राफिक लान्छ नि भनेको भन्ने मन भुवनले र भनेन नि उति छ किलिप किन ऊ उठेर खुट्टा हेर्दो किलिप सस्तै छन् पानी आइरहेको छ गाइजहरू यस्तो छ नजरा यति त भन्छ ठोके मैले काट्ने पो र भनेस् म माइक लिकिन आएको थिएँ नि यार यस्तो पाराले भिडियो बनाइदिनु कहाँ टेङ्गी फिटिङ गर्ने ठाउँ त्यहाँबाट गाईमा हेर हुन्छ नि हेर्न आइरहन्छन् अगन ब्यारको बाट दिन्छ नि मामा त्यहाँ छैन एउटा येलो मात्रै छ सके त्यही भन्न खोजेँ मैले कहाँ मोटरमा अब क्यार पनि पार्यो फोन पाएर मेरो मोबाइल राखिदिन्छ पछि लामो भइयो क्या भिडियो माथि टी हालिदिनु भयो कि उटी सरो गर्मी नै रहेछ त्यसरी लाग्यो कुन लगाइदियो हो माटो लागेर चाहिँ के भयो
16 मिनट भेट नि भुवन 6 मिनट भेट हेर्न आज 6 मिनट त्यति जम्मै कुरा भएको 40,000 में मतलब बोलिन्छ नि 40,000 में मात्र हालिदिनु मेरो 13,000 को भाइ मैं यही किने भन्नु असि सोध्न पर्ने एकछिन मलाई जानेन मन कस्तो भयो बरुबाट बरु यो चलान स्ट्रिट ठोकेर भन्नु अझन गएन पोलिस भने पोलिस जान लाग्यो 2000 मा किन्छु म किने हो म बुद्धि अल चल झिम गरेर डिस्प्ले जान लागेछ स्टिकरहरु न देख्दैन हैन कुन गरिन्छ अगे रे आँखा यस्तो गरेर अझ हेरिन्छ सके तिमीले भन्दा गीत गाउन र भाइ तीज आउन लाग्छ तीजको गीत गाउन र खै भनिदिएर चाकिन्छु म यहाँ सही हान्दैछ कि सिन नजर आएर ल लग्दै चिन बहिनालाई अन्त अहिले लगिदिउँ ल कति लानु भने अहिले लगिदिउँ ल हो ओर भारे ओर कस्तो हेन्सी देखाएको छ अहा अझ ट्याटु मान्छे गाला नि कलर लागेको छ कलरमा गोल्ड कलर तब फेरि राख्नु अनि तिले पाउने एक पता एकको चिड्यो दिन्न क्या भन्दिन फेरि भुवनले सामान खेरिने किठार गरा भनौँ है जा भुवन भुवन हाम्रो सामान सबै खेर अरे भन्ने फाइल छ लिँदै हुन्छ नि भुवन हाम्रो सामान फाइल छ नि होला लिँदै हुन्छ ऊ ट्याट चलाइदिन्छ त नम्बर 15,000 नै ल्याम मैले लिँदै आएको हात 16 हो सर क्यास कि भोलि लास्टै जिम्मेवारी लिएर मैले लास्टै बेला तिमीले त्यति अवरपलको छ र ओ भाइ चाहिँ भस चाहिँ आइदाल्छन् कि लट्टे अहिले बरु त गई पाल्न किन गरेन देखा छैन बारे देखाएन बारे आइयो लागि नि त माथिको कसो भने ट्याङ्की पो तरेर यो खोइ हल्ले चाहिँ गर्दैन आफ्नो सफर गङ्गी ढले नि कन्टेन्ट बन्छ क्या हेल्परहरूले खोजिदिन्न नि के गर्ने एउटा बडी छ रहेछ नि हाँबाट डाउ एउटा बडी छ नि उता धेरै खाली छ
बास अलि ढकले नि हुन्छ पानी आयो रुज्यौ कि रुजेनौ नि भन्छ जाऊ माथि मल भने जान्नौ किन ठुलो मान्छे भने मान्छौ टुक्रा छ जगदम्बा जगदम्बा हो कि जगदम्बा होइन खै छिट्टो छिटो हाल्न अहिले भिडियो किन यति सोलो ढिलो को हेर्ला 10% भएको मेरो किन किन मान्नु नबनाइदिनु के हो र सर्ट बनाइदिन्छ